निस्किने हैन निस्किने हो ए चस्मा गाइस हामी चाहिँ भालेढुङ्गातिर लाग्यो है दादा यी छोड्ने माने यहाँ हाम्रो बाइकको ड्राइभर हुन्छ यहाँ यहाँ स्कुटीमा दुईजना दाइहरू हुनुहुन्छ अरे यहाँ हाम्रो ठुल दाइ हुनुहुन्छ उ दाको चाहिँ स्कुटी हो अनि हाम्रो चाहिँ यहाँ फुल्ली प्याक छौँ हामी अनि अब हिँड्न आँटेको गोली पनि लाने हो नादी खोला टप्परतिर लाग्यो लु हामी चाहिँ धप्परदेखि उकालो लाग्यो हेरिदिनुलाई यहाँ यी रोपवे बनिँदो रहेछ हो यहाँबाट उकालो लाग्यो र हामी चाहिँ चढ्दैछौँ उकालो भालेढुङ्गाको यहाँ एकजना दादा हुन्छ यहाँ हेरिदिनु होला ऊ उकालो हिँड्नु हुँदैछ अहिले हामी हिँडेको चाहिँ 15 मिनट जस्तो भयो दाहरू हुन्छ हामी 7 जना हुँदैछौँ हाम्रो अगाडि चाहिँ एकजना दा हुनुहुन्छ जसले हामीलाई गाइड गर्नुहुँदैछ अनि पछाडि एकजना जो चाहिँ पहिल्यै जानु भएको हो एकदम ठुलो ढुङ्गा रहेछ सायद यही होला वडा दा साह्रो पर्यो ठिकै छ सुमु साह्रो पर्यो हामी चाहिँ ओडार आइपुगेको छौँ कत्रो ढुङ्गा हेर्नु नि हाम्रो इस हेर्नुहोस् यहाँ पुरा खतरा रुख लडेको ल हामी चाहिँ यहाँ फोत चौतारा आइपुगेको छौँ सबैको यहाँ हालत हेर्नु सक्नुहुन्छ तपाईँहरू यहाँ बर्मेकको दाइको हालत ठिकै छ दा यहाँ दा अब्बोय यहाँ हेर्नु के छ दा हालत ठिकै छ कति लगाइन्छ अरे दा दा चाहिँ 4 नम्बरमा हिँड्छ अरे यो बाटो चाहिँ भालेढुङ्गा चाहिँ 4 नम्बरमा जान्छ अरे दा चाहिँ साधना कति नम्बरमा हिँड्नु हुँदैछ टाटा छ त सुपर कार हो नि त फरारीको भाइ भणारी गाइस हामी चाहिँ डाँडा आइपुग्यौँ तर भ्यू चाहिँ केही छैन है कुहिरो लागेछ तर डाँडा चाहिँ हो भनेर हामीले चाल पायौँ यहाँ चाहिँ अघि पुगेर बिसाइरहनु भएको छ है डाँडा चाहिँ ए पूजा गर्ने डाँडा चाहिँ यो यी सबै आइपुग्नु भयो
एडभेन्चर भनेको चाहिँ यो है गाइस। बाटो खोज्दै खोज्दै माथि अगाडि बाटो खोजिरहनु भएको छ। बाम बोक्छ त हो यहाँ 4th 5th चौतारामा आइपुगेको छौँ। सबैको हालत हेर्नु सक्नुहुन्छ तपाईँहरू। अब यहाँ चाहिँ अलिकति खाजा बजाएर चाहिँ अनि उकालो लागिन्छ। सबैको हालत चाहिँ त्यस्तै छ, थाकेर। खाजा चाहिँ यही हो, कप नुडल्स छ। अब यसमा चाहिँ तातो पानी हाल्यो, तातो पानी हाल्यो खायो। तातो पानी हाल्यो खायो। दा पनि यहाँ रेडी हो पानीवाला। प्रवेश दा भाँच्यो नि दा। हामी चाहिँ 6 नम्बर चौतारा आइपुगेको छौँ। दाहरू यहाँ एकछिन बिसाउनु भएको छ। दाहरू गफ गर्दै गर्दै यहाँ चाहिँ छु म 6 नम्बरमा आइपुग्यो दा। दा त फ्रेस हुनुहुन्छ, ऊ हाँसी हाँसी। ऊ दा ऊ सुदर्शन ऊ। अझ बेला अर्को चौतारा देखाउने छु गाइस। के साह्रो दामी हेर्नु, रुखहरू रातो। अब चाहिँ भालेढुङ्गा चाहिँ 1 किलोमिटर छ यहाँबाट हो। यो चाहिँ हामी मैनाम वाइल्ड लाइफ सेङ्चुरी आइपुग्यौँ। सबैको हालत ठिकै छ अहिले, सबै फ्रेस छन्। ऊ माथि ऊ जोसमा हिँडिरहेको छन् अगाडि 4 जना। गाइस हामी चाहिँ बल्ल अलिक गुराँस पनि फुलिरहेको छ। बल्ल यहाँ हामी उयो फाटकमा आइपुग्यो, गुम्पा फाटक अरे हो। यहाँ बोर्ड पनि छ एउटा। यहाँ हेर्नुहोस् क्या, ऊपर कन्स्ट्रक्सन चलिरहेको छ। बल्ल कस्तो दामी जग्गामा आइपुग्यौँ। हेर्नुहोस् यहाँ रुखहरू त अर्कै खालको। गुम्पा फाटक, गुम्पा फाटक भिडियोमै छ हो त। दान गइहाल्नु त, एउटा बनाइहाल्छु म। हुन्छ चौदा कस्तो दामी जग्गा। यहाँ दाउराहरू छ। दाउरा चाहिँ अब बोकिदिने हो। फाइनली हामी चाहिँ गुम्पा पुग्यौँ। धुम्मले गर्दा यहीँ कोही पनि देखेको छैन। दाइहरू यहाँ दा त गुम्पा देखेर त्यहाँ एकछिन रोकिनु भयो। पुग्यौँ गुम्पा। 4 घन्टाको लगातार हिँडाइले चाहिँ हामी गुम्पा पुग्यौँ। फाइनली 1 2 3 अरे इस फाइनली हामी गुम्पा आइपुगेको छौँ। दा फाइनली हामी सीसीटीभी पो रहेछ त यहाँ त। हामी चाहिँ फर्क्यौँ है। 1 नाइट स्टे गरेर चाहिँ भालेढुङ्गा मैनाम यो के भन्छ यो मैनाम गुम्पामा 1 रात बसेर चाहिँ अब भालेढुङ्गा
तर्फ लाग्यो यी दायाँ खुसी हुनुहुन्छ फाइनली हामी चाहिँ भालेढुङ्गाको शिखरमा आइपुगेको छौँ सबैजना है पूजा गर्दै यहाँ एउटा भ्यू चाहिँ दामी देख्छ अरे तर सबै कुहिरोले छलेर चाहिँ यहाँ दा चाहिँ खोज्नु हुँदैछ भुइँ यहाँ अर्को पनि खोज्नु आयो भुइँ यही हो भालेढुङ्गाको शिखर चाहिँ दादा पनि पूजा गर्नुहुँदैछ